What a victorious win! नेपाल क्रिकेट टिमले वेस्ट इन्डिज अर्थात् 2 टाइम T20 वर्ल्ड च्याम्पियन बनिसकेको टिमलाई एउटा सिरिज युनिटी कप अन्तर्गतको 3 खेलमा 2 खेल लगातार जित्दै आफ्नो पोल्टामा ऐतिहासिक सिरिज पार्न सफल भएको छ। दर्शकबिन नमस्कार। नेपालले वेस्ट इन्डिजलाई दोस्रो T20 आई पराजित गर्दै नेपालले 1 खेल अगावै ऐतिहासिक रूपमा सिरिज जितेको छ। 3 खेलको युनिटी कप T20 आई सिरिज नेपालले 1 खेल अगावै जितेको हो। नेपालले पहिलो पटक टेस्ट राजसँग द्विपक्षीय सिरिज खेलिरहेको नेपालले चाहिँ अहिले पहिलो सिरिजमा नै ऐतिहासिक सफलता पाएको छ। 174 रनको मध्यम लक्ष्य वेस्ट इन्डिजका लागि विशाल बन्न पुगेको थियो। खराब ब्याटिङ तथा नेपालको कसिलो बोलिङ र फिल्डिङले वेस्ट इन्डिज 17.1 ओभरमा 83 रन बनाउँदै अल आउट भयो। वेस्ट इन्डिजमाथि नेपालले 90 रनको फराकिलो जित हासिल गर्न सफल भयो। वेस्ट इन्डिजका लागि जेसन होल्डरले 15 बलमा 2 छक्काको सहयोगमा सर्वाधिक 21 रन जोडे। अमिर जागो 16 तथा अकिम अगस्ट 17 रनमा आउट भए। वेस्ट इन्डिजका अन्य ब्याटरले 2 अङ्कमा रन बनाउन सकेन। नेपालका लागि 3 वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका मोहम्मद आदिल आलमले 4, कुशल भुटेलले 3 तथा ललित राजवंशीले र दिपेन्द्र सिंह ऐडी तथा करण केसीले समान 1 विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरे नेपालले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 173 रनको मध्यम एक फल तयार गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोडाले महत्त्वपूर्ण ऐतिहासिक साझेदारी गरेका थिए। अर्धशतक बनाएका दुवैले चौथो विकेटका लागि 66 बलमा 100 रनको साझेदारी गरेका थिए। उनीहरूले यसअघि मूलपानीमा युए विरुद्ध आसिफ र कप्तान रोहित कुमार पौडेलले गरेको 79 रनको साझेदारी तोडेका हुन्। आसिफ नेपाली इनिङमा 47 बलमा सर्वाधिक 68 रनमा अजीवित रहे। उनले 8 चौका र 2 छक्का प्रहार गरे। सन्दीपले 39 बलमा 3 चौका र 5 छक्काको सहयोगमा 63 रन जोडे। 43 रन बनाउँदा 3 विकेट गुमाएर समस्यामा परेको नेपाली इनिङमा सन्दीप र आसिफले महत्त्वपूर्ण इनिङ खेले। ओपनर कुशल भुटेल 2 रनमा वेस्ट इन्डिजका कप्तान अकिल हुसेनबाट एलबिडब्ल्यू भएका थिए। करिब 37 महिनापछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका मोहम्मद आदिल आलम 5 बलमा 1 चौका र 1 छक्काको सहयोगमा 11 रनमा आउट भएका थिए। गुलसञ्चार 6 तथा कुशल मल्ल 7 रनमा आउट हुँदा कप्तान रोहितलाई नेपालले 3 रनमा गुमाएको थियो। वेस्ट इन्डिजका लागि पहिलो खेल 4 विकेट लिएका जेसन होल्डर यस खेलमा विकेट विहीन रहे। कप्तान हुसेन र काइल मेयर्सले समान 2 विकेट लिएका थिए। दर्शकबिन नेपाल क्रिकेट अहिले एकदमै राइज गरिरहेको छ। यस अवस्थामा अब हिजोको खेलमा नेपाल क्रिकेटको कस्तो अवस्था थियो एनालाइज गरेर हेरौँ एकपटक। कुशल भुटेलले ब्याटिङतर्फ चाहिँ 2 रन मात्र जोडेका थिए, जसले 4 बल चाहिँ खेलेका थिए। त्यस्तै आसिफ शेखले 68 रन जोडेका थिए, नट आउट रहेका थिए। 47 बलमा 68 रन, 4 चौका 2 छक्का 144 को स्ट्राइक रेटमा चलेका थिए। रोहित पौडेलले 3 रन मात्रै जोड्न सके। उनले चाहिँ निकै स्लो खेले र 10 बल खेल्दै 3 रन जोडे। त्यस्तै कुशल मल्लले 9 बल खेलेर 7 रन जोडे भने जसमा 1 चौका सामेल थियो। सन्दीप जोडा उनले चाहिँ निकै उत्कृष्ट पारी खेल्दै 63 रन जोडे, जसमा चाहिँ 39 बल खेलेका थिए। त्यसमा 3 चौका र 5 छक्का उनले प्रहार गरेका थिए। त्यस्तै गुलसन झाले 6 बलमा 6 रन जोडे, जसमा 1 छक्का सामेल थियो। र धेरै पछि लगभग 3 वर्षपछि चाहिँ खेलमा कमब्याक गरेका र इन्टरनेसनल खेलमा चाहिँ धेरै पछि चाहिँ डेब्यु गरेका खेलाडी आदिल आलम अन्सारले चाहिँ 5 बलमा 11 रन जोडे, जसमा 1 चौका र 1 छक्का सामेल थियो। त्यस्तै वेस्ट इन्डिजले बोलिङ गर्दै गर्दा 13 रन चाहिँ एक्स्ट्रा दिएको थियो, जसमा 10 वाइड र 3 रन चाहिँ लेग वाइज थियो। यससँगै नेपालले 173 रन जोड्न सफल रह्यो। त्यसपछि खेलमा नेपाल बोलिङमा उत्रियो। बोलिङमा उत्रिए पश्चात निकै उत्कृष्ट बोलिङ र फिल्डिङ प्रदर्शन गरे पश्चात नेपालले एकदमै राम्रो प्रदर्शन गर्यो र नेपाल एकदमै ठुलो रनले जित्न सफल रह्यो। बोलिङतर्फको कुरा गरौँ, दिपेन्द्र सिंह ऐडीले चाहिँ 3 ओभर राखेका थिए, जसमा चाहिँ 4 रन खर्चेर 1 विकेट लिएका थिए। केवल 1.33 को इकोनोमीमा दिपेन्द्र सिंह ऐडीले उत्कृष्ट बोलिङ गर्न सफल रहे। फलस्वरूप उनले केवल 3 ओभरमा 4 रन मात्रै खर्चे। त्यस्तै करण केसीले 2 ओभर खेलेका थिए भने 3 रन मात्रै खर्चेका थिए, जसमा 1 विकेट लिन सफल रहेका थिए भने 1.50 को चाहिँ इकोनोमी रहेको थियो करण केसीको। सोमपाल कामीले 1 ओभर राखेका थिए, जसमा चाहिँ 8 रन खर्चेका थिए। त्यस्तै रोहित पौडेलले 2 ओभर राखेका थिए भने 11 रन खर्चेका थिए। आदिल आलम अन्सारले चाहिँ हिजो निकै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।
फलस्वरूप उनले 4 ओभरमा चाहिँ 24 रन खर्चेर 4 विकेट लिन सफल रहे। त्यस्तै कुशल भुर्तेलले 2.1 ओभर राखेका थिए, जसमा चाहिँ एउटा मिडियन ओभर राखेका थिए भने एउटा चाहिँ अलिकति महँगो ओभर पुगेको थियो, जसमा 16 रन खर्चेका थिए भने 3 विकेट लिन सफल रहेका थिए। कुशल भुर्तेल ब्याक टु ब्याक एकदमै खतरा बोलिङ गरिरहेका छन्, तर ब्याटिङतर्फ हामीलाई पहिलेको कुशल भुर्तेल देख्न पाइएको छैन। निकै कम रन बनाउँछन् अहिले, उनको ब्याटिङ चाहिँ निकै खस्किएको छ, तर बलिङतर्फ उनले राम्रो प्रदर्शन गरिरहेका छन्। त्यस्तै ललित राजवंशीले 3 ओभर राखेका थिए, जसमा चाहिँ 13 रन खर्चेर 1 विकेट लिन सफल भए। यसरी नेपाल क्रिकेट टिमले एउटा ऐतिहासिक सिरिज जित्न सफल भए। यो ऐतिहासिक सिरिज केवल चाहिँ नेपालीले मात्र नभए आदिलले पनि बिर्सन नसक्ने एउटा सिरिज रहनेछ। युनिटी कप T20I सिरिजको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजमाथि 90 रनको शानदार जित निकाल्यो। सम्पूर्ण नेपालका लागि विशेष रहने यो जित आदिल अन्सारीका लागि अझ बढी विशेष रहनेछ, किनभने राष्ट्रिय जर्सीमा उनले 3 वर्षपछि खेल्न पाएका थिए। पाएको मौकाले उनले खेर जान दिएका थिएनन्। उनले शानदार प्रदर्शन गरे। उनले वेस्ट इन्डिज विरुद्ध 11 रन मात्र जोडेका थिएनन्, महत्त्वपूर्ण 4 विकेट पनि लिएका थिए। उनले 4 ओभरमा मात्र 24 रन खर्चेर 4 विकेट लिएका थिए। त्यसैले यो खेल आदिलका लागि निकै महत्त्वपूर्ण रहनेछ भने नेपाली क्रिकेट र नेपालका लागि पनि निकै महत्त्वपूर्ण एउटा खेल रहनेछ। दर्शकबिन, अब यस पछाडि आजकै दिन साँझ एउटा खेल रहनेछ, सिरिजको अन्तिम खेल रहनेछ कि नेपालले 3-0 को अग्रता लिला त 2-0 ले नेपालले सिरिज त जितिसक्यो, तर अब नेपालले उत्कृष्ट खेल खेल्दै के 3-0 को अग्रता लिएर सिरिज लिएर चाहिँ घर आउला त, त्यो भने हेर्न बाँकी नै छ। र अहिले नेपाल क्रिकेट टिम एकदमै उत्कृष्ट लयमा रहेको छ। यस्तो देख्दा हामीलाई लाग्छ कि यसपटक नेपाल क्रिकेट टिमले नेपाललाई T20 वर्ल्ड कपमा पेश गर्न सक्ने अवस्था देखिन्छ र आशा गरौँ कि नेपालले अहिले अब हुने इस्ट एसिया पेसिफिक T20 क्वालिफायरमा चाहिँ वर्ल्ड कप क्वालिफायरमा चाहिँ नेपालले क्वालिफाई गर्नेछ र नेपाललाई अब आउँदो T20 वर्ल्ड कपमा चाहिँ एउटा हिस्सा लिन चाहिँ पुर्याउनेछ भन्ने हाम्रो आशा रहेको छ। नेपाल अहिले निकै राम्रो फर्ममा रहेको छ। यसरी खेल्दै गऱ्यो भने नेपालले यसपटक निकै उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई चाहिँ T20 वर्ल्ड कपमा पुर्याउन सक्ने सम्भावना एकदम उच्च रहेको देखिन्छ र आशा गरौँ कि नेपालले अबको खेलहरूमा निकै राम्रो प्रदर्शन गरोस्। अब यो चाहिँ तयारी खेल थियो, अब मुख्य खेलहरू आउँदैछ। केही दिन पछाडि चाहिँ अब T20 वर्ल्ड कपको लागि चाहिँ क्वालिफायर खेलहरू खेलिनेछ। उक्त खेलहरूमा नेपालले राम्रो प्रदर्शन गरेर चाहिँ नेपालले अबको आउँदो वर्ल्ड कपमा चाहिँ हिस्सा लिनेछ र ठुलो एउटा मञ्चमा चाहिँ आफ्नो क्षमता प्रदर्शन गर्नेछ भन्ने हाम्रो एउटा विश्वास रहेको छ।